आर्थिक अभावका कारण दुर्गम क्षेत्रका नागरिकले भरपर्दो उपचार सेवा पाउन सकेका छैनन्, जसका कारण लामो समयदेखि पीड़ा बोकेर घरमै बस्न बाध्य छन्। तर पाँचथर जिल्ला अस्पतालमा निशुल्क स्वास्थ्य शिविर सञ्चालनपछि जिल्लावासीहरू उत्साहित भएका छन्। एक रिपोर्ट। फिदिम नगरपालिकाको आर्थिक सहयोग र व्यवस्थापनमा भएको 5 दिने निशुल्क हाड जोड्नी सम्बन्धी शल्यक्रिया सहितको शिविरबाट पाँचथर सहित तेह्रथुम र ताप्लेजुङका नागरिकले सेवा लिएका छन्। शिविरमा हात खुट्टाको स्टिल लगाउने र निकाल्ने साथै हाड जोड्नीको शल्यक्रिया भएको थियो। लाखौं रुपैयाँ खर्च गरेर उपचार गर्नुपर्ने अवस्थामा शिविर मार्फत निशुल्क सेवा पाउँदा उत्साहित भएको स्थानीयले बताएका छन्। मेरो त खुट्टा भाँचेको 3 वर्ष भइरहेको थियो। अब त्यो स्टल थियो लगाएको थियो होइन, स्टलले पनि निको नभइकन धेरै असर पुऱ्याएको थियो, घाउहरू भइरहेको थियो होइन। नगरपालिका लगायत सबै राजनीतिक सरहरूदेखि लिएर सबै सरहरूलाई चाहिँ मेरो तर्फबाट धेरै अब नमस्कार छ भन्न चाहन्छु। चैत्र 5 गतेदेखि 9 गतेसम्म सञ्चालन भएको शिविरमा अर्थोपेडिक अस्पताल, रोटरी क्लब र अपाङ्ग संघ काठमाडौँबाट दर्जन बढी चिकित्सक खटिएका थिए। शिविरलाई व्यवस्थित रूपमा सञ्चालन गर्न जिल्ला अस्पताल पाँचथर, जनसेवा समाज र हेल्प टुगेदर जस्ता संस्थाहरूले सहयोग गरेका थिए। शिविरमा 1321 जनाले निशुल्क सेवा लिएका थिए भने 100 जनाको हाड जोड्नी सम्बन्धी निशुल्क शल्यक्रिया भएको थियो। लामो समयदेखि हाड जोड्नी सम्बन्धी पीड़ा बोकेर बसेका बिरामीको निशुल्क शल्यक्रिया गरिएको शिविरमा खटिएका अर्थोपेडिक सर्जन डाक्टर अनिल घिमिरेले बताउनुभयो। यो अर्थोपेडिक केसेसहरू, कोल्ड ट्रमा, डिफर्मिटी अनि इम्प्लान्ट रिमुभलहरू, इन्फेक्टेड 3-4 वर्षदेखि चाहिँ पाकेर पिपिएर बसिरहनु भएका इन्फ्लेक्टेड इम्प्लान्ट्सहरू, त्यसको डिप्राइभमेन्ट, अस्टियोमाइलाइटिसको डिप्राइभमेन्टहरू, प्लस एकजना बुढी आमा जो हुनुहुन्छ 70 वर्षको सबट्रोक्यान्टिक फ्र्याक्चर भनिन्छ अर्थोपेडिकको, त्यो भएर बसिरहनु भएको रहेछ। हामीले उहाँलाई नेलिङ पनि गऱ्यौँ। हिजो हिजोको शिविरमा एकजना यङ केटा 3 वर्षदेखि नन युनियन रड हालेर नजोडिएर बसिरहनु भएको थियो। उहाँलाई हामीले एक्सटेन्ड नेलिङ अनि बोन ग्राफ्ट गर्ने पनि गऱ्यौँ। जिल्ला अस्पतालमा भौतिक संरचना र पर्याप्त बेड साथै उपकरणको व्यवस्थापन भएकाले शिविर सञ्चालनमा सहज भएको चिकित्सकले बताएका छन्। हाड जोड्नी सम्बन्धीका बिरामीहरूको उपचारको लागि 1 लाखदेखि 2 लाखसम्म खर्च हुने गरेको छ। आर्थिक अभावका कारण उपचार गर्न नसक्ने विपन्न नागरिकको लागि निशुल्क शल्यक्रिया सहितको शिविर सञ्चालन गरिएको फिदिम नगरपालिका प्रमुख मित्र प्रसाद काफ्लेले जानकारी दिनुभयो। विपन्न परिवारको वेदना मलाई थाहा छ, त्यसैले पनि कम आय भएका परिवारहरूलाई चाहिँ केही राहत मिलोस् भन्ने उद्देश्यका साथ हामीले यो शिविर सञ्चालन गरेका छौँ र यो शिविर चाहिँ अत्यन्तै महत्त्वपूर्ण शिविर रहेको छ। र मैले आजभन्दा 12 वर्ष अगाडि मेरै नेतृत्वमा फिल्ममा अर्थोपेडिक हस्पिटलसँग चाहिँ साझेदारीमा उहाँहरूसँग सहकार्यमा हामीले यही किसिमको शिविर 12 वर्ष अगाडि सञ्चालन गरेको थियौँ र दोस्रो पटक हामीले शिविर सञ्चालन गर्ने एउटा अवसर प्राप्त गरेको छौँ। र यसले गर्दाखेरि पनि हामी त हरेक नगरभित्र भएका र यो 5 जिल्लाभरि र अहिले त काठमाडौँको पनि एकजना बिरामी आउनु भएको थियो, उहाँको पनि उपचार भएको छ। र झापा जहीँबाट पनि उहाँहरू अत्यन्तै समस्या भएर आर्थिक अभावका कारणले शरीरबाट स्थिति नसक्ने व्यक्तिहरूको लागि यो चाहिँ कोसे ढुङ्गा जस्तो साबित भएको छ, उहाँहरूको उपचार भएको छ। सामान्यतया दुर्गम क्षेत्रका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पाउन समेत कठिन भएको समयमा निशुल्क शल्यक्रिया सहितको शिविरले राहत दिएको छ, जसका कारण पैसा र समय दुवैको बचत समेत भएको छ। हिमशिखर टेलिभिजनका लागि पाँचथरबाट रमेश थापाको रिपोर्ट। पाँचथरको फिदिम नगरपालिकाको आर्थिक सहयोग र व्यवस्थापनमा भएको 5 दिने निशुल्क हाड जोड्नी सम्बन्धी शल्यक्रिया सहितको शिविरबाट पाँचथर सहित तेह्रथुम र ताप्लेजुङका नागरिकले सेवा लिएका छन्। शिविरमा हात खुट्टाको स्टिल लगाउने र निकाल्ने साथै हाड जोड्नीको शल्यक्रिया भएको थियो। लाखौं रुपैयाँ खर्च गरेर उपचार गर्नुपर्ने अवस्थामा शिविर मार्फत निशुल्क सेवा पाउँदा स्थानीय खुसी भएका छन्। टाढा जाँदाखेरि तपाईँलाई अब खर्च लाग्थ्यो, अब अलिकति निशुल्क भयो, त्यसमा चाहिँ सबैजना खुसी हुनुहुन्छ। कम आय भएका परिवारहरूलाई चाहिँ केही राहत मिलोस् भन्ने उद्देश्यका साथ हामीले यो शिविर सञ्चालन गरेका छौँ र यो शिविर चाहिँ अत्यन्तै महत्त्वपूर्ण शिविर रहेको छ। र मैले आजभन्दा 12 वर्ष अगाडि मेरै नेतृत्वमा फिल्ममा अर्थोपेडिक हस्पिटलसँग चाहिँ साझेदारीमा उहाँहरूसँग सहकार्यमा हामीले यही किसिमको शिविर 12 वर्ष अगाडि सञ्चालन गरेको थियौँ। लामो समयदेखि हाड जोड्नी सम्बन्धी पीडा बोकेर बसेका बिरामीको निशुल्क शल्यक्रिया गरिएको शिविरमा खटिएका चिकित्सकले जनाएका छन्। 3 वर्षदेखि नन युनियन रड हालेर नजोडिएर बसिरहनु भएको थियो। उहाँलाई हामीले एक्सटेन्ड नेलिङ
अनि बोन ग्राफ्ट गर्ने पनि गऱ्यौँ। चैत्र 5 गतेदेखि 9 गतेसम्म सञ्चालन भएको शिविरमा अर्थोपेडिक अस्पताल, रोटरी क्लब र अपाङ्ग सङ्घ काठमाडौँबाट दर्जन बढी चिकित्सकले सेवा प्रदान गरेका थिए। शिविरमा 1321 जनाले निःशुल्क सेवा लिएका थिए भने 100 जनाको हाड जोड्नेको शल्यक्रिया गरिएको छ। जिल्ला अस्पतालमा भौतिक संरचना र पर्याप्त बेड साथै उपकरणको व्यवस्थापन भएकाले शिविर सञ्चालनमा सहज भएको चिकित्सकले जनाएका छन्। दुर्गम क्षेत्रका स्थानीयहरूले आर्थिक अभावका कारण भरपर्दो स्वास्थ्य उपचार सेवा पाउन सकेका थिएनन्, जसकारण लामो समयदेखि पीडा बोकेर घरमै बस्न बाध्य थिए। तर 5 थर जिल्ला अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि जिल्लावासीहरू उत्साहित भएका छन्। रमेश थापाको एक रिपोर्ट। फिदिम नगरपालिकाको आर्थिक सहयोग र व्यवस्थापनमा भएको 5 दिने निशुल्क हाड जोड्ने सम्बन्धी शल्यक्रिया सहितको शिविरबाट 5 थर सहित तेह्रथुम र ताप्लेजुङका नागरिकले सेवा लिएका छन्। शिविरमा हात खुट्टाको स्टिल लगाउने र निकाल्ने साथै हाड जोड्नेको शल्यक्रिया भएको थियो। लाखौं रुपैयाँ खर्च गरेर उपचार गर्नुपर्ने अवस्थामा शिविर मार्फत निशुल्क सेवा लिन पाउँदा उत्साहित भएको स्थानीयले बताए। मेरो त खुट्टा भाँचेको 3 वर्ष भइरहेको थियो। अब त्यो स्कल पिस्टल थियो लगाएको थियो होइन, स्टलले निको नभइकन धेरै असर पुऱ्याएको थियो, घाउहरू भइरहेको थियो होइन। टाढा जाँदाखेरि तपाईँलाई अब खर्च लाग्थ्यो, अब अलिकति निःशुल्क भयो, त्यसमा चाहिँ सबैजना खुसी हुनुहुन्छ। मलाई नि एकदम खुसी लागिरहेको। चैत 5 गतेदेखि सञ्चालन भएको शिविरमा अर्थोपेडिक अस्पताल, रोटरी क्लब र अपाङ्ग सङ्घ काठमाडौँबाट दर्जन बढी चिकित्सकहरूले सेवा प्रदान गरेका थिए। शिविरलाई व्यवस्थित रूपमा सञ्चालन गर्न जिल्ला अस्पताल 5 थर, जनसेवा समाज र हेल्प टुगेदर जस्ता संस्थाहरूले सहयोग गरेको। शिविरमा 1311 जनाले निशुल्क सेवा लिएका थिए भने 100 जनाको हाड जोड्ने सम्बन्धी निशुल्क शल्यक्रिया भएको छ। लामो समयदेखि हाड जोड्ने सम्बन्धी पीडा बोकेर बसेका बिरामीको निशुल्क शल्यक्रिया गरिएको शिविरमा खटिएका चिकित्सकले जनाएका छन्। अहिलेसम्म हामीले प्योर अर्थोपेडिक केसेसहरू, कोल्ड ट्रमा, डिफर्मिटी अनि इम्प्लान्ट रिमुभलहरू, इन्फेक्टेड 3-4 वर्षदेखि चाहिँ पाकेर पिपिआर बसिरहनु भएका इम्प्लान्टेड इम्प्लान्ट्सहरू, त्यसको डिप्राइभमेन्ट, अस्टियोमाइलाइटिस डिप्राइभमेन्टहरू, प्लस एकजना बुढी आमा जो हुनुहुन्छ 70 वर्षको सबट्रोक्यान्टिक फ्र्याक्चर भनिन्छ अर्थोपेडिक, त्यो भएर बसिरहनु भएको रहेछ। हामीले उहाँलाई नेल पनि गऱ्यौँ। हिजो मात्रै हिजोको शिविरमा एकजना यङ केटा 3 वर्षदेखि नन युनियन रड हालेर नजोडिएर बसिरहनु भएको थियो। उहाँलाई हामीले एक्सटेन्डेड अनि बोन ग्राफ्ट गर्ने पनि गऱ्यौँ। जिल्ला अस्पतालमा भौतिक संरचना र पर्याप्त बेड साथै उपकरणको व्यवस्थापन भएकाले शिविर सञ्चालनमा सहज भएको हो। हाड जोड्ने सम्बन्धीका बिरामीहरूको उपचारका लागि 1 लाखदेखि 2 लाखसम्म खर्च हुने गरेको छ। आर्थिक अभावका कारण उपचार गर्न नसक्ने विपन्न नागरिकको लागि निशुल्क शल्यक्रिया सहितको शिविर सञ्चालन गरिएको फिदिम नगरपालिकाले जनाएको छ। मलाई विपन्न परिवारको वेदना मलाई थाहा छ, त्यसैले पनि कम आय भएका परिवारहरूलाई चाहिँ केही राहत मिलोस् भन्ने उद्देश्यका साथ हामीले यो शिविर सञ्चालन गरेका छौँ र यो शिविर चाहिँ अत्यन्तै महत्त्वपूर्ण शिविर रहेको छ। र मैले आजभन्दा 12 वर्ष अगाडि मेरै नेतृत्वमा फिल्ममा अर्थोपेडिक हस्पिटलसँग चाहिँ साझेदारीमा उहाँहरूसँग सहकार्यमा हामीले एक किसिमको शिविर 12 वर्ष अगाडि सञ्चालन गरेका थियौँ र दोस्रो पटक हामीले शिविर सञ्चालन गर्ने एउटा अवसर प्राप्त गरेका छौँ। र यसले गर्दाखेरि पनि हामी प्रायः हरेक नगरभित्र भएका र यो 5 थर जिल्लाभरि र अहिले त काठमाडौँको पनि एकजना बिरामी आउनु भएको थियो, उहाँको पनि उपचार भएको छ। र झापा जहीँबाट पनि उहाँहरू अत्यन्तै समस्या भएर आर्थिक अभावका कारणले शरीरबाट नसक्ने व्यक्तिहरूको लागि यो चाहिँ कोसे ढुङ्गा जस्तो साबित भएको छ, उहाँहरूको उपचार भएको छ। सामान्यतया दुर्गम क्षेत्रका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पाउन समेत कठिन भएको समयमा निशुल्क शल्यक्रिया सहितको शिविरले राहत दिएको छ, जसका कारण पैसा र समय दुवैको बचत समेत भएको छ। So this is the physiotherapy. You can just. What about in Germany? They have plates now, or they look on the screen? That's what we are trying to do. I'm the chief pharmacist. Nice meeting you. Nice to meet you. So these are some pictures of what we do. These are In the camp. Yeah, we won't go in, but they have a
So we'll do a brief tour. So you have all those. Yeah. We have. These are the small and prices for bigger one. It's still in the plans. And most of the equipment that you see, the watch that you see being built, all sponsored by one or the other, organization. 16 mountains. Who's your brother? That is okay. Yeah, that was wonderful.